माननीय हर्क साम्पाङज्यू, आर यु सिरियस? अब के को लागि चाहिँ सङ्गठित हुनुपर्ने यो सुकुम्बासीहरू के बाँकी छ? अब तपाईँले त नयाँ आइडियाज पो दिनु होला देशलाई भनेको त के हो यो? तपाईँ पहिला आफू र आफ्नो 7 जना सांसदहरू लिएर जानुहोस् त्यहाँ पहिला। कहाँ लगेको छ रियल सुकुम्बासी जो चाहिँ यत्रो सयौँमा जम्मा 22-23 जना मात्रै आएर अरे त्यहाँ फर्म भरेको छ अरे। बाँकीहरू त्यो काठमाडौँमा करोडौँको घर हुने अनि त्यहाँ सुकुम्बासीमा रुम भाडामा लगाउनेहरू त्यो त्यहाँको भित्रको मेयर त्यहाँको अध्यक्षहरू कहाँ गयो, उनीहरूको सम्पत्तिहरू छानबिन गरौँ भनेर तपाईँले बोलेको सुनिँदैन। त्यो गर्नुहोस्। अनि जुन सरकारले करोडौँको अपार्टमेन्ट बनाएको छ नागार्जुनमा त्यहाँ गएर भेरिफाई गर्नुहोस्, चेक गर्नुहोस् यो बस्नु लायक छ कि छैन। फिल्डमा त्यो गरेर देखाउनुहोस् न जनतालाई। कस्तो तपाईँले त यो भाड्ने कुरा गर्नुहुन्छ त? अनि सबै सङ्गठित हुनु पर्यो, सरकार राजीनामा दे, के हो यो केटाकेटी यस्तो? प्लिज स्टप दिस प्रोपोगान्डा। त्यो जति पनि काठमाडौँको खाली जग्गा छ सधैँभरि त फोहोरै भइराखोस्, त्यो नदीनाला फोहोर नै भइराखोस्। अब क्लिन गर्नु पर्यो नि त, राम्रो गर्दैछ त, राम्रो काममा त साथ दिनुहोस्, रचनात्मक प्रतिपक्ष भएर देखाउनुहोस्, अलिकति स्वच्छ भएर। के हो यो? ओ माई गड, आई डोन्ट बिलिभ दिस। यतिसम्म गर्नु होला भनेर चाहिँ मैले सोचेको थिएन। यो सबैले आँखाले देखिरहेको प्रब्लमहरूलाई उचालेर उकासेर भड्काएर यो डिभाइड गर्ने खालको चाहिँ यस्तो आइडियाहरू नल्याउनुहोस् के। यो एकदम यो सहनै नसक्ने खालको भयो है। अब यो मैले किन बार बार भनिरहेको छु भने तपाईँ राम्रो मान्छे हो, तपाईँले गर्नु सक्नुहुन्छ भनेर जोसँग अलिकति आश हुन्छ, भरोसा हुन्छ, त्यसलाई नै भनिन्छ। नत्र त मैले गगन थापालाई भन्थेँ होला, यता एमालेकोहरूलाई भन्थेँ होला, उनीहरूले गर्दैन थाहा छ। तर तपाईँ त नयाँ हो, तपाईँले त नयाँहरूसँग मर्ज गरेर नयाँ आइडियाज मर्ज गरेर देशलाई अबको 50 वर्षसम्म सोचेर के गर्नु सकिन्छ त्यो गर्ने हो कि? सरकार गठन भएको 1 महिना भएको छैन, तपाईँहरूलाई के चाहिएको? जसले राम्रो गर्छ भनेर आश गरेर भोट दिलाइयो, आज यस्तो छ। यो एकदमै चित्त नबुझ्ने कुरो हो। यस्तो यस्तो गर्नु होला, यस्तै गरिराख्नु होला, निरन्तर यस्तै गरिराख्नु होला भनेर चाहिँ भोट दिएको होइन। आई स्वेयर।